हामी चाहिँ टक्कसँगले खोटाङ दिक्तेल खुर्कोट हुँदै टक्क चरीकोट दोलखाबाट काठमाडौँ आउने क्रममा यहाँ बाटोको हालत हेर्न सक्नुहुन्छ तपाईँहरू। जाम भएर 1 घन्टा जति बस्यौँ होइन टक्कसँगले। त्यस पछाडि चाहिँ टक्क हामी खुर्कोटमा खाना खाएर मन्थली हुँदै रामेछाप चरीकोट हुँदै यो चरीकोटको जाम। त्यस पछाडि उहाँहरू बसिरहनु भएको छ बिचरा 2-3 घन्टा जाम भएर बिजोग तरिकाले। हामी चाहिँ टक्कसँगले बाइक अगाडि बढायौँ सर। हामी चाहिँ अगाडि गयौँ। यात्रा गर्दाखेरि साह्रै नै बिजोग तरिकाले यात्रा भएको थियो र त्यही पनि जाममा चाहिँ बस्नु परेन। अगाडि गयौँ। माथि गइसकेपछि 2टा ठुलो गाडीहरू भेट भएर जाम भएर रहेछ होइन। टक्कसँगले माथि पुगिसकेपछि हामी एकछिन बस्यौँ। तपाईँहरू पनि यात्रा गर्नुहुँदैछ भने अलिक बुझेर यात्रा गर्नु होला र भोलिबाट चाहिँ शनिबारबाट चाहिँ हाम्रो बिपी हाइवे खुल्ने कुरा छ। यात्रा बुझेर गर्नु होला र लामो बाटो भन्दै गाडीहरूले पनि भाडा महँगी लिएको भन्ने गुनासो आइरहेको छ र त्यस्तो नगर्नु होला। यात्रा साह्रै कठिनाइ छ। चरीकोटको बाटो आउँदाखेरि दोलखाको बाटो आउँदाखेरि हामी बिहान 5 बजीतिर हिँडेर हामी काठमाडौँ लगभग 7-8 बजीतिर आइपुगेर थियौँ। 14-15 घन्टाको बाटोको यात्रा गरेर आइपुग्यौँ र यो ठाउँमा चाहिँ लास्टै जाम हुन्छ होइन। बुझेर आउनु होला है त।